हेलो हेलो टेस्ट आजको यो हाम्रो भिडियो एक्सपेरिमेन्ट भिडियो हो। सिन्सिनारी जूमा मेमोरियल डेमा भिजिटरहरूलाई भिजिट फ्री हुन्छ कि हुँदैन भनेर हामी टेस्ट गर्न गइरहेको छौँ। आज चाहिँ यता मेमोरियल डे परेको छ अनि मेमोरियल डेमा सिन्सिनारी जूमा चाहिँ भेटेरियन फ्यामिलीलाई फ्री भिजिट भनेको छ। त्यही भनेर हामी चाहिँ टेस्ट गर्न गइरहेको छौँ फ्री हो कि होइन त भनेर। सो हामी जूतर्फ लागिरहेको छौँ। पार्किङबाट हामी यता जूतर्फ लागिरहेको छौँ। जू पार्किङ यता अनि त्यहाँबाट यो जेब्रा क्रसिङ गरेर पारिपट्टि जानुपर्छ। Time for us. Let's go. हामी चाहिँ जूको इन्ट्रान्सबाट भित्र छिरिरहेको छौँ। एन्ड दिस इज द वे टु गेट द टिकट। ओके, टिकट काउन्टरको वे हो। टिकट काट्न गइरहेको छौँ। भेटेरियन फ्यामिलीलाई फ्री भनेको छ। हामी त्यही भनेर यसो बुझ्न गइरहेको छौँ। अनि टिकट काट्न जाँदाखेरि चाहिँ मेमोरियल डेमा अफकोर्स भेटेरियन फ्यामिलीहरूलाई चाहिँ फ्री रहेछ। र भेटेरियन फ्यामिलीले अरू कसैको हुन्छ नि साथीभाइहरूको टिकट काटिदिएकोमा चाहिँ डिस्काउन्ट पनि दिँदो रहेछ। यस, इट्स अ ट्रु। मेमोरियल डेमा सिन्सिनारी जूमा भेटेरियन फ्यामिलीलाई फ्री हुँदो रहेछ। अब हामी भित्र छिरिसकेका छौँ। सो आज चाहिँ हामी लगभग 2 बजिसकेको छ। 2 बजी हामी जू छिर्दैछौँ। सायद हामीले सबै जू हुन्छ नि सायद हामीले जूभित्रको सबै एनिमलहरू सबै ठाउँतिर बोटानिकल गार्डनतिर हामी घुम्न भ्याउँदैन होला। हामी जति भ्याउँछौँ त्यति घुम्छौँ अनि फर्किन्छौँ। यो यता चाहिँ बर्ड वाचिङ वे हो। सो हामी चाहिँ फर्स्ट स्टार्ट बर्ड वाचिङबाट गरिरहेका छौँ। यहाँबाट जाँदाखेरि चाहिँ बर्ड वाचिङ भ्यूहरू देखिन्छ। त्यस पछाडि हामी जिराफ हेर्न गयौँ। जिराफ हेर्न जाँदा एकदम भिड थियो है। अनि जिराफ हेरिसके पछाडि हामी यतापट्टि आइरहेका छौँ। यता चाहिँ अब हामी यो अफ्रिकन सर्भल हेर्नतिर लागिरहेका छौँ। सो यहाँ 3जना स्टाफ हुनुहुन्छ। उहाँ 3जना स्टाफहरूले चाहिँ हुन्छ नि त्यो अफ्रिकन सर्भल त्यो एनिमलको बारेमा चाहिँ एक्सप्लेन गर्नुहुन्छ। यो यसको हाइट कति छ, कति फिट जम्प गर्छ, यसको नाम के हो, कति महिनाको हो भनेर। देन इफ यु हेभ क्वेसन पनि सोध्न सक्नुहुनेछ र उहाँहरूले एन्सर दिनुहुन्छ। इट्स रियली नाइस। त्यस पछाडि यो वेल यहाँ चाहिँ यसरी स्नेक राख्नु भएको रहेछ। स्नेकलाई टच गर्न नि पाइने फ्रेन्डली स्नेक छ भनेर एक्सपिरियन्सहरू दिनुहुन्छ। हाउ स्नेक फिल्स, हाउ स्नेक स्किन फिल्स भनेर। म अपोजिटमा बस्नु पर्थ्यो क्या हो। बच्चाहरूको लागि एकदम इन्ट्रेस्टिङ र रमाइलो एक्सपिरियन्स। के भयो हेरिन? टु बी अनेस्ट आजको जू चाहिँ एकदम भिड चाहिँ कति धेरै मान्छे हो। बाफ्रे, कति ठाउँमा त हुन्छ नि एनिमल हेर्ने ठाउँमा त लाइक स्पेस पनि छैन कि एकदम क्राउड छ। अब यहाँनिर चाहिँ एकदम मिक्स एनिमलहरू छ। बर्ड पनि थुप्रै बर्डहरू, त्यस पछाडि अरू एनिमलहरू पनि छ। यो चाहिँ अफ्रिकन पेन्टेड डग हो।
आज चाहिँ वेदर पनि अलिक गर्मी गर्मी छ। यो अफ्रिकन पेङ्गुइन हो। अफ्रिकन पेङ्गुइनले चाहिँ यहाँ हामीलाई सो देखाइरहेको छ। मस्त हेरिरहनु भएको छ यहाँ कोही कोहीले। यो भित्र म्युजियम जस्तो बनाएर राखिदिएको छ, एकदम इन्फर्मेटिभ खालको। वुल्फ, त्यस पछाडि त्यो वुल्फको बारेमा यहाँ चाहिँ वुल्फ छ। यतापट्टि उतापट्टि अर्को एउटा सुतिरहेको छ। गर्मी गर्मी छ, त्यही भनेर वुल्फहरू पनि बिचरा गर्नु भएर सुतिरह होला। She just kind of hops around on the little branches. She's been preening herself for the last couple minutes, so she's just been sitting here, hanging out with us. Their names are Sugar and Wesley. Sugar. Say hi, Sugar. No? यो लाइन लागेर स्ट्रोलरहरू देख्न सक्नुहुन्छ तपाईँले। अनि यो स्ट्रोलर देखिसके पछाडि चाहिँ कति धेरै फ्यामिलीहरू आउनु भएको होला त यु क्यान इमेजिन। यो स्ट्रोलर चाहिँ यतापट्टि ट्रेन छ, ट्रेन चढ्न जानेहरूको स्ट्रोलरहरू चाहिँ त्यहाँ राखेको हो। यो लाइन ट्रेन चढ्नेहरूको हो। हामी चाहिँ यहाँ अटरको सो हेर्न आएको छौँ यति बेला, हिँड्दै 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 घुम्दै। अनि त्यस पछाडि यहाँ हाम्रो अटर सो हेर्ने बेबी चाहिँ सुतिसकेकी छिन्। मस्त उसलाई निन्द्रा लाएर सुतिरहेको छ। माई फ्रेन्ड गट कन्फ्युज है। मैले चाहिँ यहाँनिर भिडियो गरिरहेको थिएँ अनि उसले चाहिँ फोटो खिचिरह होला भनेर एकछिन वेट गरिरहेको थियो। आम सरी, इट्स भिडियो। अनि त्यस पछाडि यो देख्न सक्नुहुनेछ, यो चाहिँ तपाईँले के भन्छ यसलाई, मेमोरी गेम हो। जुमा मेमोरी गेम फर फन। यो यतापट्टि अर्को एउटा गेम हो। यो डोरी चाहिँ समातेर भुइँमा एकचोटि पनि खुट्टा नटेकिकन क्रस गर्नुपर्ने गरिरहेका छन् यता भिजिटरहरूले। अनि यो गेमहरू चाहिँ यता हुन्छ नि मङ्कीहरू हेर्ने साइडमा छ। मङ्कीहरूको पनि कति डिफ्रेन्ट हुन्छ नि त प्रजातिहरू, डिफ्रेन्ट टाइप्स अफ मङ्कीहरू हेर्न गइरहेका छौँ। अनि कुनै कुनै चाहिँ यस्तो भित्र पनि छ है, यस्तरी घरभित्र बनाइदिएर पनि राखेको छ। हामी हेर्दै गइरहेको छौँ। अब यो घरभित्र राखेको चाहिँ कुनै देखिन्छ, कुनै देखिँदैन। एकदम ध्यान दिएर हेर्नुपर्छ तपाईँले। कुनै कुनै चाहिँ कहाँ कुनातिर पुगेर सुतिरहेको हुन्छ। आफ्नै ध्यानमा हुन्छ नि त एनिमलहरू पनि। यस्तो देख्नुहुन्छ कुनै कुनै चाहिँ
उनीहरूको खाना खाँदैछ अनि कुनै कुनै चाहिँ यस्तो कुनातिर लुकेको हुन्छ त्यहाँबाट यो भित्र चाहिँ बर्डहरू पनि छ त्यहाँभित्र पानी छ प्लान्ट छ फुड छ एभ्रिथिङ अब यो अर्को बर्ड हो के बर्ड हो यो एकदम रङ्गी बिरङ्गी चरा छ यो रङ्गी बिरङ्गी चरा चाहिँ मख चराहरू हो यहाँनिर चाहिँ तीनटा रहेको छ एउटा अलि रेड रेड छ अर्को ब्लू एन्ड मिक्स अर्को अलि डार्क ब्लू हो कि के भन्ने त्यसलाई पर्पल भन्ने कि आफ्टर बर्ड वाचिङ हामी गयौँ यो फेरि अर्को एउटा अन्डरग्राउन्ड टनलभित्र I don't know what is there. Trying to see. This is zoo animals. Oh. वेल यो पनि म्युजियम जस्तै क्रोकोडाइलहरू रहेको छ यो हो फ्लोरिडा ह्याबिट्याट सेक्सन हो यसमा चाहिँ फ्लोरिडामा पाइने प्लान्ट्सहरू बोटानिकलहरू त्यस्तै गरेर इन्सेक्टहरू एन्ड एनिमलहरू देखाएको छ फिसहरू छ यता फिस अनि इन्फर्मेसनहरू पनि छ लाइक फिसहरूको बारेमा बोटानिकलहरूको बारेमा फोटोजहरू त्यस्तै गरेर यहाँ स्केल्टनहरू म्युजियम जस्तै यहाँ हेरौँ के छ यहाँभित्र ऱ्याटल स्नेक मैले फाइन्ड गरेँ अलि जुम गरेर देखाउँछु यो हो ऱ्याटल स्नेक अब हामी नेक्स्ट कता जाँदैछौँ भन्दाखेरि वी डोन्ट नो हामी बस हिँडिरहेको छौँ जे देख्यो त्यतैतिर जान्छौँ हामी ओके एलिफेन्ट ट्रेक रे यताबाट चाहिँ एलिफेन्टहरू देख्छन् एलिफेन्ट हेर्न जाने भनेर हामी लास्ट टाइम हाम्रो साथीहरू आउँदाखेरि चाहिँ बन्द थियो अरे यो एलिफेन्ट हेर्ने ठाउँ अब यो टाइम चाहिँ के हुन्छ वी डोन्ट नो लेट्स सी It's closed? I don't know. Last time we went there, it wasn't there. Oh. Or maybe it's down there. रहेछ एलिफेन्ट रहेछ यो टाइम वी आर लकी बन्द रहेनछ योपालि एसियन एलिफेन्टहरू हो अरे यो अनि एसियन एलिफेन्टको यो भित्र हिँड्ने ठाउँ पनि कति ठुलो रहेछ कि एलिफेन्टहरूलाई अब हिँड्न त उनीहरू अलिक ठुलो पनि हुन्छ धेरै पनि हिँड्छ होला त्यही भनेर नि होला हामी एलिफेन्ट हेर्दै जूको क्लोजिङ टाइम भयो भनेर अनाउन्समेन्ट भयो जूको क्लोजिङ टाइम चाहिँ 5 बजे क्लोज हुँदो रहेछ सो अनाउन्समेन्ट भइसक्यो अनि हामी हतार निक्ल्यौँ बाई बाई सिन्सिनारी जू योपालि हामीले धेरै हेर्न पाएन अभियसली नेक्स्ट टाइम वी विल कम अगेन